तर जे होस् नेपाल जस्तो चाहिँ फ्यात्ता जाँदा चाहिँ फाल्दैन क्या फोहोर यहाँ चाहिँ। अलिक यो ठाउँ चाहिँ अलिक बदनामै ठाउँ हो होइन। यो महाबुल्ला भन्ने ठाउँ अब के को बदनाम हो भने चाहिँ मैले भनिराख्नु पर्दैन है। धेरै यार यहाँ यता चाहिँ रमाइलो हुन्छ क्या, अलिक रमाइलो चाहिँ किनभने होइन धेरै हुन्छ क्या मान्छे हल्ला होइन, नेपालीहरू धेरै हुन्छ होइन, टिकटकरहरू धेरै हुन्छ, टिकटकहरू छम्मका छल नाच्नेहरू एकदम धेरै हुन्छ क्या। कितना का मिलता है रुपये का? चटपटे बेचते हुँदो रहेछ। किधर से आप? नेपाल से? बङ्गलादेश। नेपाली हो दाइ? अच्छा बना दाइ। यहाँ चाहिँ डेटिङ आउनु चाहिँ मस्त हुने रहेछ क्या। हेलो गाइज, वेलकम टु माई अनदर भिडियोमा फेरि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म यहाँ बाहिर आएर बसिरहेको छु है। बाहिर चाहिँ एकदम शीतल छ होइन। अब चाहिँ कुवेतमा एकदम विन्टर सिजन सुरु भयो। चिसो हावा, ठन्डी हावा, एकदम आनन्द मस्त होइन। घुम्नलाई नि मस्त विन्टर सिजन आएपछि चाहिँ मस्त हुन्छ क्या, अलिक चिसो है। समर सिजनमा चाहिँ एकदम गर्मी हुन्छ। म चाहिँ अहिले रुमदेखि आएर होइन बसिरहेको छु यहाँ बाहिर आनन्द चिलपारामा है। भयो होला 1-3-4 मिनट जति आनन्द चिसो नै हावा आइरहेछ। अब चाहिँ म चाहिँ बाहिर त्यति निस्किँदिनँ क्या। ठ्याक्क आज चाहिँ कस्तो छ भनेर ट्राई गर्नलाई होइन, कतिको ठन्डी छ भनेर ट्राई गर्न निस्केँ। नत्र अरू बेला त ठ्याक्क रुम ड्युटी मात्रै हुन्थ्यो होइन। बाहिर ननिस्केको नि म त कति भयो, लगभग भयो होला 4-5 महिना जति नै। 4-5 महिना बाहिर ननिस्क्यो भन्दा नि अस्ति एकजना दाइसँग चाहिँ म बजार गएको थिएँ, मार्केट। यहाँ हाम्रो फाइल मार्केट भन्छ है। कति यहाँदेखि 10-15 मिनट जति। र अब चाहिँ म सिसातिर जानु पऱ्यो है। यहाँतिर चाहिँ अब यस्तै हो, यहाँतिर देख्नु छ अलिअलि जङ्गल झाडी जस्तो पनि छ। अब चाहिँ म सिसाइड जानु पऱ्यो होइन। त्यहाँदेखि गएर चाहिँ धेरै ढोका नगएको पनि। एकजना दाइले बोलाउँदै हुनुहुन्थ्यो, अल्छी लाग्यो क्या जानलाई, त्यहाँदेखि होइन। अनि म चाहिँ अब यता सिसाइडतिर नजिकै छ नि त, त्यहीतिर अनि जानु पऱ्यो भनेर चाहिँ। यस्तो छ है कुवेतको जङ्गल, जो शीतल हुन्छ यार, यस्तो झाडी। तपाईँलाई म झाडी देखाउँछु है। यस्तो यो के हो, खयरको रुख जस्तो छ है। के यहाँ त टायर सायर लिएर बस्ने ठाउँ, बस्ने सस्ने छ त। अनि पुरा त्यही बसेर यहाँ चाहिँ है डेटिङ आउनु चाहिँ मस्त हुने रहेछ क्या। एउटा गर्लफ्रेन्ड बनाउनु पर्ला जस्तो लाग्यो यता आएर। यदि तपाईँहरू नि बोयफ्रेन्ड बनाउनु चाहनुहुन्छ भने मलाई सम्पर्क गर्दा हुन्छ है। मलाई नि एउटा गर्लफ्रेन्ड चाहियो, लोयल गर्लफ्रेन्ड। यहाँ आएर डेटिङ बस्नु पऱ्यो। फ्राइडे साह्रै एक्लो भयो। मस्त ठाउँ रहेछ। यहाँ आयो, बस्यो, माया पिराती कुरा गर्यो है। एनिवे जाउँ अब। यहाँ क्रिकेट खेलिरहेको छ यार। एउटा त्यहाँ क्रिकेट खेल्दै थियो है। क्रिकेटको बल चाहिँ आएछ क्या। अनि हुर्किदिएको हातै दुख्यो यार। नहुर्काएको नि धेरै भयो नि त। गाउँमा हुँदा त यस्तो गरेर ढुङ्गा फालिन्थ्यो है, अरिङ्गाल काट्न गइन्थ्यो। एउटा फोहोर कस्तो डङ हुन्छ यार। तर जे होस् नेपाल जस्तो चाहिँ फ्यात्ता जाँदा चाहिँ फाल्दैन क्या फोहोर यहाँ चाहिँ। अलिक यो ठाउँ चाहिँ अलिक बदनामै ठाउँ हो होइन। यो महाबुल्ला भन्ने ठाउँ अब के को बदनाम हो भने चाहिँ मैले भनिराख्नु पर्दैन है। तपाईँहरूलाई थाहै छँदैछ, अलिक बदनामै ठाउँ हो। मलाई हिजोलाई एउटा भाइले भन्दै थियो, कहाँ बस्छ भनेको महाबुल्ला भनेको। ओ महाबुल्लामा त्यहाँ त एकदम त्यो त
बदनाम सहर अरे त भन्दै थियो क्या। अनि होइन त्यस्तो छैन त्यति साह्रो, अब हुन्छ अलिअलि त जहाँ पनि भइहाल्छ नि भनेर थियो। तर हुनु पनि हो है, त्यस्तै छ ठाउँ। आज त यहाँ आइपुग्नु निकै टाइम लाग्यो त यार, धेरै भयो नि त नहिँडेको, नजिकै जस्तो लाग्छ है। अब चाहिँ म त्यही हो, यहाँदेखि उता चाहिँ सिसाइड छ है। सिसाइड मतलब त्यहाँदेखि रोड क्रस छ, एउटा ठुलो कस्तो महाकाटक हानवे छ है। फेरि हानवे भन्नु आएछ क्या, हाइवे छ है, हाइवे। त्यहाँदेखि चाहिँ क्रस गरेर चाहिँ उता जानुपर्ने हुन्छ म चाहिँ। अनि यहाँ अगाडि देख्न सक्नुहुन्छ ठुलो ठुलो बिल्डिङहरू, हाम्रो नेपालमा कहिले हुने केपीबाले छोडेर गइहाल्यो है। तर महाकाटक होइन, केपीबाले छोडेदेखि त महाकाटक क्रिकेट ताने ल्याम्केले मान्दै रहेछ त यार केटाहरूले त। साँच्ची भने केपीबा त लास्टै पनौती नै रहेछ नि त, हो कि होइन त साथीहरू? होइन, केपीबा प्रधानमन्त्री हुँदाखेरि जितेको गेम पनि हार्थ्यो क्या। अहिले त महाकाटक्सहरूले त माछालेहरूले त ऱ्याङ्केर हान्दै रहेछ त। म त हेरेकै थिइनँ है, हिजो कहिले पो ऱ्याङ्क त्यो हेर्दा त महाकाटक्सले त आमाम जस पनौती बा नभए हुँदा चाहिँ गर्दो रहेछ क्या। पनौती यस्तो थाहा भएको भए त बुढालाई त अस्ति लखेट्नु पर्ने हो नि खासमा। तल क्रस गरेर त्यसपछि म उतापट्टि जानुपर्ने हुन्छ। एनिवे है, एकदम धेरै यार यहाँ यता चाहिँ रमाइलो हुन्छ क्या, अलिक रमाइलो चाहिँ। किनभने होइन धेरै हुन्छ क्या मान्छे हल्ला होइन, नेपालीहरू धेरै हुन्छ होइन, टिकटकरहरू धेरै हुन्छ, टिकटकहरू छम्मका चालु नाच्नेहरू एकदम धेरै हुन्छ क्या। अनि आई थिङ्क फिलिङ गुड यार, अलिक रमाइलो हुन्छ क्या, शीतल पनि हुन्छ। यो हाइवे चाहिँ क्रस गर्नुपर्ने हुन्छ मैले। किनभने यो बाटो क्रस गर्दा चाहिँ होइन, यहाँ चाहिँ धेरै एक्सिडेन्ट भएको छ नि त, यहाँ चाहिँ धेरै एक्सिडेन्ट भएको छ। त्यही भएर चाहिँ एकदम केयरफुल हुनुपर्छ है। एकदम गाडी यस्तो स्पिडमा आउँछ कि यहाँनिर होइन। अब 100 भन्दा कम त आउँदैन क्या स्पिड चाहिँ, 110 120 होइन, त्यस्तोमा स्पिडमा चाहिँ आइरहेको हुन्छ क्या। त्यही भएर बाटो क्रस गर्दा चाहिँ एकदम केयरफुल हुनुपर्छ क्या। यहाँ त सिधै उडाइदिन्छ, सिधै माथि पुऱ्याइदिन्छ एकैचोटि, यस्तो हाई स्पिडमा आइरहेको हुन्छ है। त्यही भएर यहाँ धेरै एक्सिडेन्ट पनि भएको छ, तपाईँहरूले सुन्नु पनि भयो होला है। एक्सिडेन्ट भएर नेपालीहरू मरेको एकचोटि 3 जनाको जनाले चाहिँ ड्याममै मारिदिएछ क्या। त्यही भएर मलाई यो न यसमा जेब्रा क्रसिङ छ, न आकाशे पुल छ है, केही पनि छैन है। एकदम डेन्जर, मलाई डेन्जर लाग्छ क्या यहाँ चाहिँ। अरू ठाउँमा त आकाशे पुलहरू हुन्छ, त्यति जेब्रा क्रसिङ हुन्छ, लाइट हुन्छ, ट्राफिक लाइटहरू, त्यहाँ चाहिँ इजी हुन्छ। यहाँ त छैन, केही पनि छैन। यो चाहिँ होइन यहाँको टोइलेट हो है, पिसाब गर्नु जानु पर्ला कस्तो। तर यहाँको टोइलेट एकदम, मेरो चार्जै सकिनु लाग्यो कि ब्याट्री फुल हुनु लाग्यो। पुरै मान्छेहरू बसिरहेछ शीतलमा, पुरा जोडी हुन्छ यहाँनिर चाहिँ। फेरि एकदम जोडी हुन्छ। एक्सक्यूज मी, आप ये सेल कर रहा है? कितना का ये? रुपा का है। अच्छा, अहिले चाहिँ म सिसाइड आइपुगेँ होइन। सिसाइड चिलमा बसिरहेको छु। तर माछालाई कस्तो क्या यहाँनिर पुरा आधीभन्दा बेसी चाहिँ यता थियो क्या। यो जुन देख्नुहुन्छ नि त्यो चाहिँ आधीभन्दा उता थियो, त्यो चाहिँ बारे जग्गा। अनि अहिले चाहिँ यति मात्रै रहेछ है। यो त्योभन्दा यतापट्टि चाहिँ राम्रो थियो क्या बस्नलाई होइन, यस्तो घुम्नलाई राम्रो थियो।
धेरै पछि आएको फेरि मोडै बिग्रियो क्या अब फर्किनु पर्ला खासै राम्रो लागेन है मलाई मान्छे नि त्यति छैन रहेछ है रमाइलो हुन्थ्यो पहिला त यता पर कस्तो थियो क्या त्यहाँनिर एउटा यस्तै सिमेन्टको स्ल्याब जस्तो चाहिँ त्यहाँनिर बसेर टक्क है छालहरू चल्नु आउँथ्यो कस्तो दामी हुन्थ्यो अहिले त के ढुङ्गाहरू यार यस्तो आएको पहिला त यस्तो थिएन त पुरै चेन्ज भइरहेको रहेछ यहाँ चाहिँ टक्क खोलाको लेउको बास्ना आयो क्या दामी तरिकाले Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. यहाँ चाहिँ एकजना दाइ चटपटे बेच्दो रहेछ है कति दिँदो रहेछ है हेर्नु पर्यो ये क्या है चटपटे है चटपटे अच्छा है पूरा सामान ज्यादा सामान कितना का मिलता है रुपये का ये चटपटे बेचते हुँदो रहेछ दाइहरूले किधर से आप नेपाल से बांग्लादेश नेपाली हो दाइ अच्छा नहीं पैसा नहीं चाहिए अच्छा बनाता है एक चेनी दूध चाहिए पानी छैन है दाइ हाँ नहीं चाहिए मेरे को बस रुबा कितना का बनाता है रुबा का कितना बिकता है इधर रोज आता है आप इधर तो अभी तो इधर बंद किया ना है ज़्यादा नहीं आते तुम चेक करो अच्छा नहीं पैसा नहीं चाहिए अच्छा है बाद में पैसा देगा ये क्या है तुम अच्छा नहीं पैसा नहीं चाहिए ऐसा मत बोलो यार ऐसा क्यों खराब करने का पैसा मत ठीक है थैंक यू मलाई पानी चाहिँ खानु यो कस ल अच्छा से सेल गरौँ है ल त जानु पर्यो भने यहाँ यसो घुम्नु आएको है पानी पाउँछ कि भनेर आएको रहेन माथि हो ल थ्याङ्क यू दाइ चाहिँ पानी यहाँ माथि पाउँछ अरे म चाहिँ पानी चाहिएको थियो क्या त्यही भएर अब चाहिँ म लाग्नु पर्यो है किनभने खै मलाई त राम्रै लागेन क्या आज त पहिला त कस्तो दामी हुन्थ्यो रमाइलो हुन्थ्यो फ्राइडे सो अब म त्यहाँ खान्छु है सो गाइज है आजलाई भिडियो यति नै है इफ यु लाइक दिस भिडियो प्लिज लाइक एन्ड कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै होइन अर्को भिडियो चाँडो लिएर आउँदैछु है यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई नै फलो गरिदिनु होला भन्दै भिडियोलाई यहीँ टुङ्गाउँछु सो गाइज अर्को भिडियोमा भेटौँला भन्दै लभ यु गाइज बाई बाई Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight.